हेलो एन्ड नमस्ते सबैजनालाई। अस्ति मैले एउटा AMD को चाहिँ भिडियो अपलोड गरेको थिएँ जसमा चाहिँ धेरैजनाले मलाई AMD ट्रेड गर्न आएन, कसरी एन्ट्री लिने भन्ने कुरा चाहिँ मलाई टेक्स्ट गर्नुभएको थियो। यो चाहिँ AMD को पार्ट 2 हुनेछ जसमा चाहिँ एन्ट्री कसरी लिने त्यो चाहिँ म देखाउँछु र टार्गेट चाहिँ कतिसम्म राख्ने। AMD को बारेमा पहिला हेरिहालौँ। फर्स्टमा चाहिँ एकुमुलेसन हुन्छ है। एकुमुलेसन भनेको मार्केट चाहिँ एउटै ठाउँमा रेन्ज गर्छ है, त्यो चाहिँ एकुमुलेसन हुन्छ। जस्तै मार्केटले यहाँ यसरी 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 रेन्ज गर्यो है, यो चाहिँ रेन्ज कुनै एकै ठाउँमा मार्केट न माथि जान्छ न तल जान्छ न केही गर्दैन, त्यही रेन्जभरि चल्छ 1 घन्टा 2 घन्टा 4 घन्टा है। त्यसपछि मार्केटले चाहिँ कुनै एउटातिर डाउनतिर ब्रेकआउट दिन्छ है। अनि रिटेल ट्रेडरहरूले यहाँ ब्रेकअप स्ट्रक्चर भयो, अब यहाँको जुन POI छ अर्डर ब्लक, त्यहाँबाट चाहिँ हामी सेल गर्छौँ भनेर चाहिँ सोच्छन्। अनि मार्केट चाहिँ यहाँबाट अलिकति रिट्रेसमेन्ट दिन्छ अनि मार्केट अर्कै दिशामा अर्कै ट्रेन्डमा जान्छ है। यो भनेको एकुमुलेसन, म्यानिपुलेसन र डिस्ट्रिब्युसन यसलाई भनिन्छ। AMT सर्टकटमा यसलाई PO3 पावर अफ 3 भनेर पनि भनिन्छ है। यसमा चाहिँ मैले यो बुझाएको थिएँ। अब यसमा ट्रेड गर्दाखेरि टार्गेट चाहिँ कति राख्ने, स्टप लस कहाँ राख्ने र कसरी ट्रेडमा चाहिँ एन्ट्री गर्ने भन्ने कुरा चाहिँ गुनासो आएको थियो अथवा धेरैजनाले क्वेसन गर्नुभएको थियो जसको एन्सर चाहिँ प्रिभियस भिडियोमा थिएन। यो भिडियो चाहिँ त्यसकै पार्ट 2 हुनेछ जसमा चाहिँ म कसरी एन्ट्री गर्ने र टार्गेट चाहिँ कहाँ सेट गर्ने भन्ने कुरा चाहिँ देखाउँदैछु है। सबैभन्दा पहिला हामी चाहिँ गोल्डमा छौँ र गोल्डको चार्टमा अहिले फिलहालमा भइरहेको कुराहरूमा हामी ध्यान दिन्छौँ र त्यहीबाट गर्छौँ है। सबैभन्दा फर्स्ट इक्जाम्पल यहाँ चाहिँ हेरौँ, यो एकुमुलेसन है। यो एरियामा मार्केटले रेन्ज गर्यो भन्नुपर्दा मार्केट यहाँबाट यहाँ गयो, यहाँ गयो, यहाँ गयो, फेरि यहाँ फेरि यहाँ फेरि यहाँ फेरि यहाँ गयो र यहाँ माथितिर ब्रेकआउट दियो है। अब यसरी ब्रेकआउट दिएपछि रिटेल ट्रेडरहरूले यो चाहिँ ब्रेकअप स्ट्रक्चर सोध्छ र यहाँको तलको जुन POI छ त्यहाँबाट म चाहिँ बाई गर्छु भन्ने कुरा सोध्छ। रिटेल ट्रेडरहरूलाई फसाउने एउटा ट्र्याप छ इन्स्टिट्युसनलहरूले यसरी रिटेल ट्रेडरलाई चाहिँ फसाउँछ है। सो माथि ब्रेक दियो, तर यहाँ ब्रेक दिएपछि हामी माथि चाहिँ के हेर्छौँ भन्दाखेरि माथिको एउटा POI-मा ट्याप भएको छ है। POI-मा ट्याप भएको छ, POI-मा ट्याप भएर यो चाहिँ हाम्रो फेयर भ्यालु ग्याप हो र एकैछिनमा म देखाउँछु। माथि चाहिँ यो चाहिँ तपाईँ हाम्रो MMS मार्केट स्ट्रक्चर सिफ्ट है, यो हाम्रो मार्केट स्ट्रक्चर सिफ्ट हो र मार्केट स्ट्रक्चर सिफ्ट गरिसकेपछि मार्केटले यहाँ चाहिँ लिक्विडिटी क्रिएट गर्यो। यो चाहिँ लिक्विडिटी क्रिएट गरेको हो। लिक्विडिटी डबल टप, ट्रिपल टप यी सबै लिक्विडिटीहरू हुन् है। लिक्विडिटी क्रिएट गर्यो र यहाँ माथिको POI-मा ट्याप र त्यसपछि मार्केट झर्यो है। अब यसरी झर्दाखेरि चाहिँ हामी टार्गेट कहाँसम्मलाई राख्ने, टार्गेट चाहिँ कसरी सेट गर्ने भन्दाखेरि यसको लागि चाहिँ हामी फिबोनाचीलाई युज गर्छौँ है। फिबोनाची लिने र जहाँदेखि मार्केट उठेको छ, जस्तै यो केसमा यहाँदेखि उठेको छ, कुनै केसमा यहाँ पनि एउटा पुल ब्याक हुन्छ, यो केसमा यहाँ भएको छ, यहाँदेखि मार्केट कहाँसम्म गयो, यहाँसम्म गयो है। मार्केट यहाँदेखि उठेर यहाँसम्म गयो, यसको 2 लिने डबल। फर्स्ट चाहिँ हाम्रो यो हुन्छ। यदि मार्केटले यहाँभन्दा त माथि पनि दियो भने हामीले 4 सम्म लिन्छौँ है। यसलाई स्ट्यान्डर्ड डेभिएसन भनिन्छ फरेक्स मार्केटमा। यो चाहिँ यसरी हामी यसमा ट्रेड गर्न सक्छौँ। यो चाहिँ हाम्रो ट्रेड गर्ने टेक्निक भयो है। यसरी हामीले फर्स्टमा 2 लिने, 2R, यो चाहिँ हाम्रो ट्रेड एक्जिक्युट। अब चाहिँ अर्को इक्जाम्पल हामी हेरौँ। अर्को इक्जाम्पलको लागि हामी चाहिँ फोरेजमा जान्छौँ। यो गोल्डकै हो, त्यो अघि देखाएको पनि गोल्डकै हो, यो पनि गोल्डकै हो है।
यो सबैलाई डिलिट गरिदिउँ। अब यहाँ चाहिँ हामी के हेर्न सक्छौँ मार्केट रेन्ज है मार्केट रेन्ज यस मार्केटमा तल जान्छ माथि जान्छ त्यही रेन्जमा घुमिरहेको छ र एकछिनपछि मार्केटले ब्रेकआउट दियो है अब ब्रेकआउट दियो भनेपछि यो तलको पिओआईमा ट्याप भएको हो अर्डर ब्लकमा है यो अर्डर ब्लक पनि एउटा पिओआई नै हुन्छ पिओआई नै हुन्छ त्यो अर्डर ब्लकमा ट्याप भयो त्यसपछि मार्केट माथि अब जस्तै यसमा हामीले ट्रेड लिनु पर्दा कसरी लिन्थ्यौँ भन्दाखेरि यो चाहिँ 4 घन्टाको हो यसमा ट्रेड पिओआईमा ट्याप भएपछि हामी चाहिँ 1H मा जाने यसलाई अनुभूति सारिदिउँ अब 1H मा गइसकेपछि हामी चाहिँ के हेर्छौँ भन्दाखेरि मार्केट स्ट्रक्चर सिफ्ट यो यसले यहाँको लिक्विडिटी लियो त्यसपछि मार्केट स्ट्रक्चर सिफ्ट भइसकेपछि हामीसँग चाहिँ हाम्रो यहाँ छ फेयर भ्यालु ग्याप फेयर भ्यालु ग्याप छ फेयर भ्यालु ग्याप भन्दा माथि यो चाहिँ लिक्विडिटी जोन छ है यसरी हामीले चाहिँ यहाँबाट ट्रेड लिन्थ्यौँ हामीले चाहिँ बाइको ट्रेड यहाँबाट लिन सक्छौँ है र यो यही राख्दा पनि धेरै राम्रो हुन्छ है 1:2 अथवा सरी यो अपोजिट भयो बाइको ट्रेड यहाँबाट यसलाई स्टप लस यहाँ तल र 1:2 अथवा हाम्रो टार्गेटसम्म अब यसमा टार्गेट लिनको लागि चाहिँ हामी 4 घन्टामा जान्छौँ किनकि 4 घन्टामा हामीले रेन्ज देखेको छौँ मजाले भएको छ है अब यसमा मैले हटाउँछु यसमा मार्केट चाहिँ हामी के हेर्छौँ भन्दाखेरि यहाँदेखि यहाँसम्म फल भएको छ है त्यही भएर हामी चाहिँ यो यहाँदेखि यहाँसम्म मजाले लगाउँछौँ र यसको टु लिन्छौँ है यसको टु लिन्छौँ जुन कि टार्गेट हाम्रो यहाँ छ र तपाईँले यदि राम्ररी हेर्नुभयो भने यसको टुको नजिकै 4H को हाम्रो फेयर भ्यालु ग्याप पनि छ अलिकति भयो भने यो फेयर भ्यालु ग्याप छ र मार्केट यसमा टच भएको छ मार्केट यसमा टच भएकै कारणले गर्दा यहाँदेखि चाहिँ नि ओ रिजेक्सन पायो र अघि मैले 1H मा देखाएको थिएँ 1H अघि मैले 1H मा यो मार्केट स्ट्रक्चर सिफ्ट यहाँ जुन देखाएको थिएँ त्यो चाहिँ किन मैले भने यहाँ मार्केट स्ट्रक्चर सिफ्ट भयो भन्दाखेरि किनकि यहाँ पिओआईमा ट्याप भइसकेपछि मार्केटले रिजेक्सन दियो र त्यहाँ चाहिँ फर्स्ट हाईलाई ब्रेक गर्यो यो चाहिँ मार्केट स्ट्रक्चर सिफ्ट भयो त्यही भएर मैले चाहिँ यसरी भनेको थिएँ है अब यो मार्केट स्ट्रक्चर सिफ्ट भइसकेपछि हामीसँग सरी यो मैले भनिसकेँ है यो फर्स्ट टु लिन्छौँ र टुको वरिपरि कतै यदि फेयर भ्यालु ग्याप छ भने त्यहाँ चाहिँ हामी स्टप गर्छौँ है यो चाहिँ यसरी हामीले लिने गरेको छौँ यसरी चाहिँ हामीले ट्रेड गर्छौँ र एउटा अर्को इक्जाम्पल हेरौँ जुन अहिले चाहिँ गोल्डमा चलिरहेको छ भन्दै तपाईँलाई के लाग्छ त्यो चाहिँ मलाई भन्नु होला है पहिला लेफ्ट ड्रइङ यो चाहिँ एउटा हामीले एकुमुलेसन मान्न सक्छौँ यसलाई मान्न सक्छौँ कि सक्दैनौँ तपाईँ पनि भन्नु होला है र यसको तल हामीले यदि हेर्ने हो भने यो ब्रेकर ब्लक छ राइट लास्ट बाइङ क्यान्डल बिफोर द सेल ब्रेकर ब्लक छ ब्रेकर ब्लकमा मार्केट ट्याप भयो र ट्याप भएर मार्केट माथि जान खोजिरहेको छ मतलब यो एकुमुलेसन र यो चाहिँ म्यानुपुलेसन र त्यसपछि मार्केट डिस्ट्रिब्युसन खोजिरहेछ है सो अब बुलमा चाहिँ ट्रेड गर्नुहुन्छ भने सेल साइडतिर अलि हेरेर ट्रेड गर्नु होला है किनकि मैले देखाइदिएँ तपाईँलाई डे टाइम फ्रेममा के भएको छ र यहाँ चाहिँ यदि तपाईँ आफैले फियोनाची लगाएर यसको टार्गेट चाहिँ कति हुन्छ त्यो चाहिँ कमेन्ट गर्नु होला र यो ट्रेड मैले देखाइदिएँ अब यहाँ चाहिँ एन्ट्री कसरी गर्ने भन्ने कुरा पनि देखाउँछु है यो डिलेक्ट है अब ब्रेकर ब्लकमा
गइसकेपछि 1H मा जाने हामी इन्ट्राडे ट्रेडरको लागि त्यही सबैभन्दा राम्रो हो 1H एन्टी टाइम फ्रेम है। जस्तै यहाँ चाहिँ मार्केट ब्रेकर ब्लकमा ट्याप भयो। अब यो चाहिँ एमएसएस है मार्केट स्ट्रक्चर सिफ्ट भयो। मार्केट स्ट्रक्चर सिफ्ट गइसकेपछि हामीसँग कहाँ हाम्रो फेयर भ्यालु ग्याप छ त्यो चाहिँ हेर्नुस्। फेयर भ्यालु ग्याप यो छ। फेयर भ्यालु ग्यापमा मार्केट ट्याप भयो र यसपछि हामीले चाहिँ यहाँबाट बाइ ट्रेड लिन सकिन्थ्यो। यहाँ चाहिँ स्टप लस यहीँ तल राख्नुस् र टार्गेट इन्ट्राडेको लागि 1:2 1:3 चाहिँ मजाले लिन सकिन्थ्यो र यसलाई यहीँसम्म लिँदा सजिलो हुन्थ्यो किनकि यो भल्युमको ग्याप छ। मार्केट यहाँ आएर अलिकति घुम्न खोजिरहेछ अथवा रिजेक्सन दिन खोजिरहेछ। यसलाई चाहिँ किन घुमिरहेछ भन्दाखेरि यहाँ डेली टाइम फ्रेममा तपाईँ जानुभयो भने यहाँ एउटा फेयर भ्यालु ग्याप पनि छ। यहाँ देख्नुहुन्छ फेयर भ्यालु ग्याप छ। त्यही भएर मार्केटले चाहिँ रिजेक्सन लिएको हो केही तल आएको हो। तर मेरो विचारमा मार्केट जाने भनेको माथि नै हो है। यसरी चाहिँ हामीले ट्रेड गर्न सक्छौँ लिन सक्छौँ ट्रेडहरू है। यो थियो एकुमुलेसन म्यानिपुलेसन डिस्ट्रिब्युसनको पार्ट 2। तपाईले यहाँबाट के बुझ्नुभयो यो राम्रो लागेको छ भने प्लिज च्यानल सब्स्क्राइब गर्नु होला। भिडियोलाई साथीहरूलाई सेयर गर्नु होला र यसको आधारमा तपाईले कसरी ट्रेड गर्न सक्नुहुन्छ। ट्रेड चाहिँ राम्रो भयो भने तपाई आफैले प्रॉफिट चाहिँ राम्रो गर्न सक्नुहुन्छ है। यो चाहिँ चार्टमा एप्लाई गरेर यसले कस्तो काम गर्छ अब गर्दैन भन्ने कुरा पनि चाहिँ एकपटक कमेन्ट गर्नु होला। राम्रो लाग्यो खराब लाग्यो अथवा चाहिँ चेन्जेसहरु आयो ट्रेडिङमा कि आएको छैन भनेर है। हस्त भेटौँला अर्को भिडियोमा। भिडियो हेरेकोमा तपाईलाई धन्यवाद।